हामी चाहिँ लाङटाङ अनि गोसाइकुण्डा ट्र्याकिङ जान लागेको। हामी 14 जनाको ग्रुप छौँ हाम्रो रेजिमेन्ट हाउस होल्ड क्याभलरीबाट। होपफुली राम्रै हुन्छ होला। हाम्रो कतर एयरवेज दुवासम्म, दुवाबाट फेरि कतर एयरवेज काठमाडौँसम्म। हामी दुवामा पुग्यो अनि दुवाको एयरपोर्टमा एकछिन घुम्यौँ। काठमाडौँ एयरपोर्टमा पुगिसक्यौँ हामी। हाम्रो प्रताप भाइ, राज भाइ अनि कुम्बा भाइ चाहिँ काठमाडौँ चाहिँ पहिल्यै गइसक्नु भएको थियो। उहाँहरूले चाहिँ हामीलाई स्वागत गर्नुहुँदैछ। जब हामी बाहिर निस्क्यौँ एयरपोर्टबाट, सरोज कुमार पौडेल नेपाल प्रमोट ट्र्याक्स एन्ड एक्सपिडिसनको ओनर हुनुहुन्छ। उहाँले चाहिँ फुलमालाको साथ हामीलाई भव्य स्वागत गर्नुभयो। थ्याङ्क यू हजुर। ल हाम्रो रुम चाहिँ यस्तो छ। आज हाम्रो ट्रेकिङ कम्पनीले वेलकम डिनर दिएको। Tasting the whole time, just chat. Do it. Because you're looking at me like, I'm getting confused what you're on about. God, suck it. जिन्दगीमा फर्स्ट टाइम हुक्का तानेको अनुभव। आज चाहिँ हामी होटल बसेको दोस्रो दिन। हाम्रो नेपाल प्रमोट ट्र्याक्स एन्ड एक्सपिडिसन कम्पनीले हामीलाई काठमाडौँको लोकल घुमाउने भनेको थियो। त्यसमा चाहिँ स्वयम्भू, बौद्धनाथ एन्ड पाटनको दरबार स्क्वायरमा चाहिँ हामीलाई भिजिट लाने भनेर हामी ब्रेकफास्ट खाएर चाहिँ रेडी। Those eyes are known as Buddha eyes. Buddha eyes signify peace, enlightenment, and justice. Buddhism is the peaceful philosophy. Buddhism is enlightenment, and also for Buddha, everyone is equal. So they represent peace, enlightenment, and justice. Okay. हामी चाहिँ अहिले बौद्धमा आइपुग्यो। हामी चाहिँ बौद्धमा घुमिसक्यो। माथि रेस्टुरेन्टको टपमा गएर लन्च खायो। यहाँबाट चाहिँ भ्यू कस्तो दामी देख्दो रहेछ, त्यो राम्रो छ।
चाहिँ ब्याग डिस्ट्रिब्युसन हुँदैछ ट्र्याकिङको लागि रेडी ब्याग प्रिपरेसन ल हाम्रो अहिले बसमा चढेर साप्राबेसी यात्रा सुरु भयो काठमाडौँबाट साप्राबेसीसम्म ल हाम्रो यहाँ लन्च ब्रेकको लागि स्टप रेस्टुरेन्ट बान्द्रे भन्ने ठाउँमा चाहिँ You have to tell me where you buy your this food. अनलाइन Is it back home or here? युके Back in UK? ए नुवाकोट बजार पुरानो है हजुर त्रिशुली बजार भन्छ हजुर यो पारिपट्टिको डाँडाहरू के हुन्छ त यो पारी नुवाकोटको 9वटा डाँडा छ के ए यस 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 यही बाटो भएर यता ए त्यताबाट है वाउ रमाइलो बस्ती रहेछ यो मुनिको खोलालाई के भन्छ त यो त्रिशुली हो त्रिशुली खोलै हो है ओके चाइनाबाट आएको चाइनाबाट आएको यो चाहिँ तल गएर ठुलो हुन्छ होइन त उता मुगलिङमा गएर हजुर मर्स्याङदेखि मिसेपछि हजुर अनि नारायणी हुन्छ त्यहाँ ओके 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 दामी ठाउँ रहेछ यो तर यहाँ तलको बजारलाई के भन्छ त अलिक तलको बट्टार बजार भन्छ ए बट्टर बट्टर हजुर पहिला यो पुरानो बजार यो हो नुवाकोट जिल्लै हो नि त है नुवाकोट जिल्ला हो अब यो कटेर चाहिँ रसुवा जिल्ला आउँछ होइन त बेत्रावटी भन्ने ठाउँ हजुर अब कति यहाँबाट कति यहाँबाट बेत्रावटी त्यस्तै 25 किलोमिटर होला ए ओके ओके त्योसम्म त पहिला चाइनाले लिएको हो नि। हजुर ए है वारमा। वाउ थ्याङ्क यू दाइ तपाईँको इन्फर्मेसनको लागि त्यसपछि फेरि लडेर अनि फेरि उता बेत्रावटीबाट केरिङसम्म पुऱ्याएको नेपालले फेरि ए नेपालले होइन हजुर फेरि त्यसमा छुट्टी छुट्टी भएर भएर अनि त्यसमा गरिसक्यो रसुवागढी हजुर हजुर हिस्ट्री छ नि त होइन 40 मिनट आइसकेको छ। हजुर हजुर यो रेस्टुरेन्ट राम्रो रहेछ हाम्रो लन्च ब्रेक रेस्टुरेन्ट यो भेज खाना हो This? ए हजुर यो मासुको रहेछ भेज मेरो पनि भेज हो हाम्रो गाउँतिर हुन्छ नि त्यो पोखरेली भन्ने
फाइनली हामी चाहिँ स्याप्रोबेसी आइपुग्यौँ। हाम्रो ट्रेकिङ चाहिँ भोलिबाट यहाँबाट सुरु हुन्छ। 8 घन्टाको बसको यात्रा एकदम लामो थियो। कुनै ठाउँ एकदम अप्ठ्यारो बाटो, कुनै ठाउँ भिरहरू काट्दै आइयो। फाइनली हाम्रो होटल आइपुग्यो। रोयल हिमालयन होटल लज एन्ड रेस्टुरेन्ट। हाम्रो भाइहरू चाहिँ यहाँनिर हाम्रो भाइ बोकिदिनुहुन्छ। Looks good. हाम्रो भाइहरूले ब्याग पनि सफा गरिदिनु हुँदैछ। अलिक धुलो भएछ बसमा, धुलो उडेन। भाइहरूलाई थ्याङ्क यू भन्नुपर्छ, धन्यवाद। Hotel inside the hotel. I just made it. हामी होटल पुगेको दिन चाहिँ होली पनि थियो। अनि यसो भाइहरूले रङसङ पनि लगाइदियो गोराहरूलाई। अनि त्यस पछाडि चाहिँ हामी चियासाय खाएर चाहिँ होटलको वरिपरि एक्सप्लोर गऱ्यौँ। तल त्रिशुली खोलामा गयौँ, त्यहाँ तातो पानी छ भने चाहिँ तातो पानी हेऱ्यौँ। अनि माथि एउटा बुद्धको स्ट्याचु रहेछ, ठुलो रहेछ, त्यहाँ गयौँ। त्यहाँ माथि एउटा सोलिड भ्यू देख्दो रहेछ ओह्रालो हेर्दा, एकदमै राम्रो भ्यू। त्रिशुली खोला अनि स्याप्रोबेसीको राम्रो देखिँदो रहेछ त्यहाँ माथिबाट। डर पनि लाग्छ सोचेर, तिमी जाने सिलगढी म जाने सिक्किमतिर। यतापट्टि चाहिँ स्याप्रोबेसीको अर्को साइडमा त्रिशुली यताबाट आएको छ। अनि यताबाट चाहिँ लाङटाङ खोला अरे यो, यसबाट पनि बिजुली निकालेको रहेछ। भ्याली हेर्नुहुन्छ भने चारतिर यहाँ मुनि चाहिँ लाङटाङको बिजुली निकाल्ने प्रोजेक्ट रहेछ। हामी आज बिहानै उठ्यो। यहाँ हाम्रो भाइहरूले चाहिँ हाम्रो भारी मिलाउँदै हुनुहुन्छ, उहाँहरूले बोकिदिनुहुन्छ हाम्रो ट्रेकिङको लागि। हाम्रो साथीहरू चाहिँ यहाँनिर होटलमा अब उठेर ब्रेकफास्ट खाएर हामी चाहिँ यहाँ पानीको उकालो 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 यो डाँडा कटेर जाने हो। हाम्रो ब्रेकफास्ट सुरु भयो यहाँनिर भाइहरूको ब्रेकफास्ट। यो त खतरा छ त हौ, के रहेछ यो, के रहेछ यो? टिबेटन ब्रेड होइन, विथ फ्राई एग। ल सुरु। ब्रेकफास्ट इज रेडी टु रोक एन्ड रोल। तपाईँको एड्रेस भनिदिनुहोस् न। मेरो रोयल हिमालय स्याप्रोबेसी लाङटाङ जाने युएमआई पर्छ। हजुर एकदम हजुर खुसी लाग्यो, धेरै धेरै धन्यवाद। मिठो खाना खुवाउनु भयो है त, हुन्छ धन्यवाद।
ल वकिङ सुरु भयो अब स्पेसल मेडिक यात्रा सुरु भए साप्रु बेसीबाट सबै गाडी चढ्न थाल्यो कमान्डरको हरन सुनि कालेबुङ टु सिलिगुडी हन तिमी कस्तो ल अब यो त्रिशुली तरेर चाहिँ उकालो लाग्ने भयो What's your feet? हजुर वाउ कला सुरु भए Yeah. Wow. हामी चाहिँ माथि पुगेर त्रिशुलीदेखि झन्डै 800 मिटर माथि पुगेपछि चाहिँ सबैले गर्मी भयो ज्याकेट लगाएर आएको थियो ज्याकेट खोलियो अनि 2 मिनट्स वाटर ब्रेक त्यहाँदेखि चाहिँ हामी फेरि उकालो लाग्यो अहिले चाहिँ हामी उकालो जङ्गलभित्र पस्यो धुपी गाडीभित्र फर्स्ट ग्रुप थियो हाम्रो फर्स्ट ग्रुप अनि सेकेन्ड ग्रुप गणेश जी यहाँबाट थाहा दाइले यहाँनिर घाँस काट्दै हुनुहुन्छ यहाँ चाहिँ पुरा गाई बस्तु रहेछ ल यहाँ चाहिँ टी ब्रेक हाम्रो यहाँ सानो घर पनि रहेछ यो माथि देख्ने गणेश हिमाल यो 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 पारि देख्ने कुन चाहिँ अरे पाजुङ यो चाहिँ अनि पार यता छ एउटा होइन अनि यता यहाँ पारि यता देख्ने ए पाजुङ यो चाहिँ पाजुङ हजुर त्यहाँबाट पनि ट्रेकिङ रुट छ है
ए त्यताबाट चिलिमी जाने तातोपानी जाने ओके ओके यो पछाडि ठुलो ठुलो दुईवटा गाउँ छ भिडियो हजुर हजुर त्यहाँनिर चाहिँ गोलजुम र गातलाङ भन्ने ठुलो हजुर ए है यो पछाडि चाहिँ अनि त्यो यो डाँडा उतापट्टि चाहिँ चाइना हो होइन नेपालै हो त उता धादिङ ए चाइना चाहिँ यता उता त धादिङको ए यता धादिङ है ए धादिङ ए ओके यहाँ चाहिँ हाम्रो दिदी दिदीले यहाँ रुख टमाटर पनि फलाउनु भएको रहेछ कति मजाले फलेछ है ओ यो त अर्ग्यानिक हो नि कुन चाहिँ ए यो ओखरको रुख ए यहाँ माथि देख्ने होटेलहरू छन् यहाँ चाहिँ हाम्रो लन्च ब्रेक दाइले भन्नुभएको लन्च खामजिङ हाम्रो लन्च ब्रेक हुने ठाउँ यही हो ल राज भाइले ट्राई ठिक छ यो चाहिँ हाम्रो भाइहरूको भारी हाम्रो लागि बोकिदिनु भएको यहाँ खाप्स्यो यसलाई के भन्छ ए यहाँ चाहिँ के रहेछ छुर्पीहरू चकलेट है लोसारको कोसेली होइन खाप्स्यो I got one. यहाँ हाम्रो लन्च प्रिपेरेसन हुँदैछ भाइ र बहिनीले लन्च प्रिपेरेसन गर्नु हुँदैछ तातो पानी रेडी छ यहाँनिर पकाउनु हुँदैछ खाना लन्चको लागि अनि हाम्रो यहाँ बस्ने ठाउँ दामी ठाउँ रहेछ यहाँनिर यहाँ खाप्सियो पनि खाइयो लन्च ब्रेकपछि सुरु भयो थ्याङ्क यू यहाँ गुराँस फुलेर भाइ यहाँ ढुङ्गा बस्ने अरे पर हजुर ल ओके ठिक छ भाइ एकदम ओके गुड ल यहाँबाट डाँडाबाट गुराँस फुलेको देख्दो रहेछ है साथीहरू अब लुक दिस वे ऊ पारितिर रातै फुल्यो ल हामी अहिले डाँडामा आइपुगेछ यहाँको अल्टिच्युड चाहिँ 2675 रहेछ हजुर 2675 ठिक छ भाइ ओ चट्के के छ
राम्रोसँग यात्रा सफल रहोस् भनेर कामना गर्दछु अरे 25 meters, 25 altitude. You may experience less, but however, there are lots of trees in it. असनैको रातो साडी चार पाङ्ग्रे गाडी असनैको रातो साडी चार पाङ्ग्रे गाडी किनिदिनु सुनको चुरा बरुरी नै काडी आहै बरुरी नै काडी गाईलाई गुरास फुल्यो बनाइमा भन्लास भयो नि दामी रहेछ यार अलिअलि फुलेर छ ल हामी चाहिँ शेर्पाको ठ्याक्क आइपुग्यो अब हाम्रो होटल चाहिँ उतापट्टि होटल टुबेट है उतापट्टि छ सबभन्दा राम्रो होटल नमस्ते एक्सप्रेस ए हजुर हिँड्नुहोस् ल यो चाहिँ एकजना मान्छेले बोक्ने हिटिङ सिस्टम दाइ यो आगो बाल्छ त्यो चुला चाहिँ या आम्मा म कति गरौँ होला नि त्यो बार चाहिँ चितोकै बार हुन्छ कि ए ढोका सुका लाउने सिस्टम हुन्न त हजुर अनि एकचोटि चाहिँ कोठा राम्रो बनाएको छ हजुर सबै राम्रो छ विदेशीहरू आउँछ हजुर वाइफाई छ भन्छ वाइफाई छैन भने बस्नु मान्दैन गुरुङहरूको बोली त्यस्तै पहिला चित्र अहिले झन् राम्रो सुविधा झन् राम्रो बनाए वाइफाई छ हो जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अघि आइपुगेछ अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर यस्तो ठाउँमा यतिको रुम पाउनु राम्रो हो माथि आउनु त टक्कै बस्ने ठाउँ होटेलको टपमा रहेछ जतै आगो पकाउनु हाम्रो शेर्पाको डिनर दाल भात तरकारी अनि सुकुटी राजाको दिदीहरूले सर्भ गर्नुभएको राम्रो होटल रहेछ टिबेट होटल
आज ट्रेकिङको हामी डे 2 आज हामी शेर्पा होटलमा छौँ शेर्पाको होटलमा यहाँबाट अलिअलि हिमालय देख्दो रहेछ यहाँनिर तर भाइहरू चाहिँ यहाँनिर भारी मिलाउनु हुँदैछ यहाँ चाहिँ उहाँहरूले चाहिँ बराबर वेट मिलाएर चाहिँ बोक्नु हुँदो रहेछ प्लास्टिकमा हालेर अनि यसलाई नाम्लो लगाएर बोक्नुहुन्छ है एकदम दुःख गर्नुहुँदो रहेछ Langtang is basically 3,430 meters. So it's around, we're gonna be like D25, 3,900 plus minus plus. Yeah, we're gonna be going altitude. And as I looked at weather from here, it's definitely you feel it's on with this. सेकेन्ड डे सुरु भयो हामी बसेको होटलबाट सेकेन्ड डे सुरु भए जन्ती आउँदैछ यो होटल टिपेट होटल दोस्रो दिन बसाइएको बाटो निकै अप्ठ्यारो रहेछ सानो ब्रेक यस्तो छ बाटो पहाडको छेउ 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 बाटो बनाएर यो ठाउँको नाम चाहिँ रिम्चे हो 2450 मिटरको हाइटमा छ यो हामी चाहिँ शेर्पा गाउँबाट यहाँसम्म आयौँ यहाँ यो ठाउँ हुँदै लाङटाङ पुग्छौँ हामी लाङटाङ सकेर फेरि हामी यही ठाउँमा आउँछौँ यो ठाउँबाट चाहिँ हाम्रो बाटो छुटिन्छ हामी चाहिँ यहाँबाट ओह्राल लाग्छौँ ओह्राल लागेपछि चाहिँ हामी ठुलो स्याप्रोमा गएर बस्छौँ गोसाइकुण्डाको लागि गोसाइकुण्डा सकेपछि फेरि हामी सिङगुम्बा चन्दनबारी भन्ने ठाउँमा गएर बस्छौँ त्यहाँ बसिसकेपछि भोलिपल्ट फेरि हामी धुम्चे पुगेर चाहिँ हाम्रो चाहिँ लास्ट यात्रा चाहिँ धुम्चेमा हुन्छ त्यहाँदेखि चाहिँ हामी काठमाडौँ जान्छौँ गाला गाडी रहेछ यो भ्यालीबाट हामी क्रस भएर जाने सही बाटो छ यहाँ त लाङटाङ खोला ठुलो खोला छ यो लाङटाङबाट आएको खोला कराउँदैछ कट्टै कुनै कुनै ठाउँमा मजाले सिडी लगाइदिएछ बाटो
हामी टक्सी चढ्दै हिँड्ने उकालो ल लाङटाङ खोला है तल निलो It's coming. Good. माथिबाट हेर्दा खोला सानोदेखि चाहिँ यो प्रकार पर्छ Good. Hold on, guys. Keep going. लाङटाङ खोला ठुलो छ है यो सड्के Good. Charlie, so far so good, yeah? You okay, yeah? Good. लामा होटल लामा म्याप रिडिङ पनि हुँदैछ साथसाथै सर ठिकै हुनुहुन्छ सानो काठको पुल खोला छ खोलाको तिरैतिर हिँड्नु छ कति साह्रो कुदाउँदो रहेछ That's it. लाङटाङ खोला रोल भएर गएपछि यो खोला हेऱ्यो भने पहाडै पहाड अलिअलि माउन्टेनहरू देख्न थाले है वाह भाइहरूले चाहिँ यहाँनिर चुलो बोकेर लाँदैछ यति गरौँ छ है यो चार हेर्नुहोस् यस्तो दुःख यो देखेर एकदम दुःख लागेर आउँछ हाम्रो नेपालमा बाटोघाटो बनाइदिएको भए यस्तो बोक्नु पर्दैन बिजोक ल हाम्रो साथीहरू च्याप्टर रेस 5 minutes break मजाले हिमालतिर थाल्यो खोलाको तिरैतिर यो खोला यहाँ छ लाङटाङ खोला तिरैतिर आएको यहाँबाट त हिमाल तसरी देख्नुहोस् Amazing. यो चाहिँ रिभर साइड होटल लज
चार्ली गुड भाइ ठिक छ हाम्रो ग्रुप कताको हो आउँदैछ गुड हाम्रो भाइहरू यहाँ बिसाउनु भएको रहेछ यो चाहिँ 105 केजी छ अरे यो चुला ओभन सबै हो क्या है यो वाउ ल बिस्तारै आउनुहोस् ल ल क्यान्जिङ गुम्बामा आइपुग्यो यहाँ चाहिँ हामी टी कफी खानुको लागि दाइ अघि आउनुपर्छ रेड पान्डा त भन्यो अन्त नदेखिँदो रहेछ होइन गाह्रो छ है बस्ने ठाउँ रहेछ यहाँ चाहिँ लाङटाङ खोला तरिँदैछ है अहिले चाहिँ पुलमा सबै छ यस्तो छ खोला उकालो ओह्रालो गएछ लाइक दिस ल ल आउनु आउनु well done keep going Fantastic. Be careful, eh? Be careful. Everybody took out the camera. Well done. आयो slowly आयो handsome राजाहरू आयो कस्तो दामी यो चाहिँ हो लाङटाङ खोलाको पुल फेरि अघि हामी तलाको तर्यौँ अहिले चाहिँ यहाँ माथि आएर फेरि अर्को पुल छ यो तरेपछि फेरि हामी पारी हुँदै जाने हो हाम्रो होटलसम्म आफ्टर लङ वक हामी फाइनली लन्च खाने ठाउँमा आएको छौँ डे 2 हो लगभग 10.5 किलोमिटर हिँडेर आइयो सो गेस्ट हाउसको नाम चाहिँ लभली गेस्ट हाउस गोडा तपाईँलाई लाङटाङ 9 Nice.
माथि चट्टान पहाड यता चाहिँ हिमाल देख्छ ल यो चाहिँ हो लाङटाङ भ्याली यता माथि हेऱ्यो हिमाल यता दाहिने हेऱ्यो हिमाल देब्रे हेऱ्यो हिमाल जताततै हिमाल यहाँबाट चाहिँ सोलिड देखिन थालेको छ यो चाहिँ 32-50 मिटरको हाइटमा छ हामी अब धेरै छैन अहिले चाहिँ हामी होटल पानारामा आइपुग्यौँ यहाँ चाहिँ इमर्जेन्सीको लागि हेली ल्यान्डिङ गर्ने ठाउँ पनि रहेछ हाम्रो साथीहरू आउँदैछन् एकछिन ल भन्नुहोस् हजुर यो यहाँ पहिला थियो होइन त लाङटाङ गाउँ चाहिँ अलि यतापट्टि यो पहिरोपट्टि हजुर पहिला लाङटाङका धेरै गाउँहरू थिए ठुला ठुला होटलहरू थिए हजुर अनि त्यसपछि त्यो 72 सालमा माथिबाट आइसहरू भुइँचालो आयो ठुलो भुइँचालो आयो त्यो भुइँचालोको बेला माथि आइस र ग्लेसियरहरू थर्केर सबै त्यो थर्क्यो अनि माथिबाट यो भत्केको यो पहरा कटेर तल गाउँमा आयो अनि गाउँ नै वास आउट गरेर पारी भित्तामा पुर्याएर सबै गाउँ 150-200 जना मान्छेहरूको मृत्यु भयो गाउँ नै वास आउट भएको यहाँ बस्ने प्लस टुरिस्ट पनि हुन्छ टुरिस्ट गाइड थुप्रै अनि काम गर्ने यो पारिपट्टि अलिअलि बाँकी भएको चाहिँ त्यहाँ पुरानो गाउँ थियो हजुर त्यो पुरानो गाउँ भएकोमा यो अहिले नयाँ होटलहरू 32 यहाँ सारेको है हजुर अनि यहाँनिर त्यो सिमेन्टरी पनि छ भनेर भन्थ्यो नि यहाँ कता सेमेटरी भन्दा पनि त्यो आर्मीहरूको चाहिँ यहाँ बनाएको छ आर्मीहरूको अलिक पर माने बनाएको छ त्यही हो त्यो अलिक माथि छ थ्याङ्क यू अनि यो होटल चाहिँ हामी बस्ने होटलको नाम चाहिँ सनराइज एकदम यो जति पनि मान्छे मरेको पहिरोले 72 सालको पहिरोले यसको सानो यो चाहिँ यहाँ बनाइदिएको रहेछ मेमोरीको लागि यही खोला हो सबै गाउँै बगाएर लाने अहिले चाहिँ म त्यही ठाउँमा हिँड्दैछु यहाँ त्यो पहिरोले बगाएको ठाउँमा यति ठुलो एरिया चाहिँ सोरसार पारेर लगेछ कि गाउँै बगाइदिएको भनेपछि यस्तो छ यो चाहिँ लाङटाङ भ्याली नै बगाएर लगिदिएको यहाँको गाउँ चाहिँ पारिपट्टि सारेको रहेछ म 360 को भ्यू देखाइदिन्छु पहिरो लागेको ठाउँ यस्तो छ यही खोलाबाट पहिरो गएको हो
जति पनि मान्छेहरू पहिरोले मरेका थिए उनीहरूको नाममा मेमोरीको लागि स्ट्याचु बनाइदिएको रहेछ। यहाँ चाहिँ धेरै होटलहरू रहेछ, बस्नुको लागि चाहिँ प्रब्लम छैन रहेछ। देख्ने चाहिँ टिबेटन गेस्ट हाउस निकै ठुलो रहेछ। यो देख्ने चाहिँ लाङटाङ फ्लेभर गेस्ट हाउस। अनि जाँदा जाँदै अब हाम्रो आउनु आँटिसक्यो। फाइनली हामी बस्ने होटल पनि आइपुग्यो लाङटाङ भ्यालीमा। आजको रात हामी यहाँ बस्छौँ, भोलि पनि बस्छौँ क्लाइमेटेसनको लागि। त्यहाँदेखि चाहिँ पर्सि चाहिँ हामी चाहिँ तेन्जिङ री गएर बस्छौँ, त्यहाँदेखि तेन्जिङ री चढ्छौँ अनि त्यहाँदेखि सेकोरी पनि चढ्छौँ त्यहाँबाट। ल आज चाहिँ हामी लाङटाङ भ्यालीमा छौँ। अहिले 7:54 भयो बिहानको, भर्खर उठेको। आज हाम्रो रेस्ट डे हो। यहाँ यस्तो दामी घाम लागेर यस्तो दामी भ्यू देखिरहेको छ है, अमेजिङ। अनि यो हिमाल चाहिँ लाङटाङ हिमाल रहेछ। यस्तो चुच्चो छ। यहाँ भाइहरू गफ गर्दैछ भित्र। यहाँ बस्ने होटल। अनि घाम चाहिँ यताबाट झुल्किएको छ। यो पछाडि हिमाल छ। होटलमा बसेको भोलिपल्ट चाहिँ हामी माथि अलिक माथि होटलदेखि अलिक माथि घुम्नु गयौँ हामी 5 जना भाइहरूसँग। अनि यहाँ चाहिँ झापाली दिदीबहिनी दाजुभाइ पनि सेगोरी पुगेर आउनु भएको रहेछ। अनि फोटोसोटो खिच्यौँ अनि हामी त्यहाँबाट छुट्यौँ। भ्यू चाहिँ रमाइलो देख्दो रहेछ यहाँ माथिबाट पनि। ल आज चाहिँ हामी ढेँडो खाँदैछ है। चिकन छ।
गाडी घुर्ने भयो सरले दुखाउने थिएन है गाडी नगुरेर यस्तो दुःख भयो सरले ठिकै छ त्यही भएर नि आइपुग्नु भयो अनि खुसी लाग्यो ठिक छ ल तपाईँलाई धेरै धेरै धन्यवाद मिठो खाना खुवाउनु भयो यो रेस्टुरेन्टको नाम चाहिँ रेस्टुरेन्ट एन्ड होटलको नाम चाहिँ सनराइज होइन त लाङटाङमा छ हजुर नमस्ते टासिटेले हजुर 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 त्यति हस् धन्यवाद थ्याङ्क यू धन्यवाद है त ल हामी चाहिँ होटलमा ब्रेकफास्ट खाएर लाग्यो आजको यात्रा चाहिँ हाम्रो चाहिँ माथि तेन्जिङरीमा गएर बस्ने हो वेदर इज स्लाइटली चेन्जिङ नाउ यहाँ पुरा कुहिरो लागेको थियो अहिले चाहिँ यहाँ चेन्ज भयो चेन्ज हुन थाल्यो है यहाँ यता चाहिँ फेरि त्यस्तै छ घामले अलिकति उयो भयो है हाम्रो भाइहरू हाम्रो बारी बोकेर जाँदै हुनुहुन्छ Look at this view. Wow. यो हिँड्ने बाटोमा चाहिँ बिचमा चाहिँ वल लगाइदिएको रहेछ एक साइडबाट आउने एक साइडबाट जाने अनि एकदम सजिलो हुँदो रहेछ मान्छे आउने जाने जति अगाडि हिँड्ने त्यति वेदर पनि देखिरहेको थियो क्लियर पछाडिबाट हेर्दा क्लाउड इन्भर्जन पनि देखिन्थ्यो घरिघरि माउन्टेन याकहरू रहेछ देखिरहेको
याक छ होला किपोड हो मै कन्फ्युज ए यहाँ आउँदैछ एउटा यो त गोटै हो यो त ठुल्ठुलो खोला तरेर हुनुपर्ने रहेछ हामी चाहिँ घरि खच्चडको अगाडि घरि खच्चडको पछाडि हिँड्दै आएँ सोलिड देख्छ म हेरे त यहाँ चाहिँ लाङटाङ हिमाल छलेछ है डाँडा ग्लेसियर साथीहरू आउँदैछ मुनि हामी चाहिँ अहिले तेन्जिङ गुम्बा आउन आँट्यो त्यहाँबाट चाहिँ हामी त्यहीँ बस्छौँ हामी दुई रात बसेपछि त्यहीँबाट चढ्ने हो हामी तेन्जिङ री र आज तेन्जिङ रिङ जाने अनि भोलि चाहिँ सेगुरी चढ्ने हो हाम्रो साथीहरू साथीहरू हिमालय ल तेन्जिङ गुम्बा भन्ने ठाउँ आइपुग्यो हामी यहाँबाट चाहिँ हिमालहरू सोलिड देख्दो रहेछ उयो पछाडिको हिमाल चाहिँ लाङटाङ हिमाल होइन दाइ लाङटाङ हिमाल त्यो खेम्जो यताको चाहिँ यहाँ त ठुलै गाउँ पो रहेछ त हौ होइन रहेछ त हजुर नमस्ते नमस्ते हजुर हो नि है बोकेर भइहाल्छ
चाहिँ होटल याक रहेछ सोलिड छ यार पारिपट्टिको हिमालहरू है वाउ हाम्रो होटल चाहिँ सुपर भ्यू आयो भ्यू पोइन्ट सुपर भ्यू पोइन्ट लुकिङ गुड यहाँ चाहिँ लन्ड्री सर्भिस एभाइलेबल रहेछ यहाँ यो हो हाम्रो यही हो फाइनली होटलमा आइपुगेको अवस्था चाबी चाहिँ एउटाको मात्रै लिनु भयो भने चाहिँ एउटा सबै डन गरिदिने अनि एकछिन बसेर गइहाल्नु यो अनि स्टिक लाग्छ स्टिक त It's bad. I'll make it fucking. ल हाम्रो होटलको रुफ टपबाट चाहिँ यस्तो देखिन्छ है ल यो चाहिँ लाङटाङ हिमाल यस्तो दामी छ अनि यो गाउँ चाहिँ क्यान्जिङ गुम्बा ल त्यहाँबाट पर यस्तो अनि यहाँबाट यस्तो फेरि यता भयो भने ल तेन्जिङ री चढ्न लागि है I'll wear a jacket for you. Fucking excellent. Is there a fucking path? We just. यस्तो स्टिप हिल छ कि यहाँ यस्तो ठाडो उकालो छ यो I'm sure if a chocolate cake is the best food. Done with sick, isn't it? तेन्जिङ गुम्बा भिलेज यो चाहिँ लाङटाङभन्दा ठुलो रहेछ है अलिकति भन्दा गाउँ ठुलो त होइन यो एकै ठाउँबाट अलिकति झुरुप गाउँ हामी जाने चाहिँ यता माथि सबभन्दा अग्लो हिमाल लाङटाङले यही हो नि त लाङटाङ हिमाल होइन सबभन्दा अल्गो यसलाई चाहिँ मैले यहाँनिर कति हजार मिटर छ उता 7200 मिटर 7200 मिटर I'm fucking well fed. एकदम उकालो छ है Mate, Jen after this, you'd smash it. What? The mile of top. 2, 3 and 5 mile. Yeah. Third right. When is that? 19. Oh, pardon me.
It's a serious canal. Right, boys. What is got this one? This highest one is Peru. Yeah, 927. 1652. Kanjala Lachuli. This is Bom Chopo 5,296 meters. That one. That's right. काठमाडौँको टुरिजेलबाट के टुरिजेलबाट देख्छ नि उता हिमाल कुन चाहिँ हो त्यो हो कि दुईटा यस्तो हिमाल छ अनि नगरकोट गएर हेर्ने भ्यू यही हो लाक्पा दोर्जे भन्नु त आएन यहाँ ठाडो उकालो छ नि यस्तो ठाडो उकालो छ नि होइन यहाँ चाहिँ सानो यो पनि रहेछ ताल पनि फ्रोजन ताल रहेछ Don't go on the edge, okay, Lawrence? Charlie, don't go late. Absolutely stunning view. I wish Semi was here. हामी यहाँ माथि भोलि हामी जाने सेगुडी रिच है निकै अल्गो छ 4,900 meters. बनाउनु जाँदा खै बिहा दर्ता भन्छ मैले बिहा गरेको छैन भने जितेको हामी चाहिँ तेन्जिङ री पुग्न आँट्यो सम्म ठाउँ छ के घाँस खस तर पानी लागेको छ बुझ्छ होला पानी हालिस साह्रो छ हौ उकालोमा सास बढ्दो रहेछ म चाहिँ यता सर्टकट गएँ माथि गएको
निकालिदिनुहोस् ल माथिबाट भाइ हुन्छ 1 2 3 हामी जब पुग्यौँ त्यसको 15 मिनट बादमा चाहिँ क्लाउड चाहिँ यस्तो स्पिडको गतिमा आएर बादल पुरै हिमालहरू छोप्नु लाग्यो अनि हामी हतार हतार फोटोसोटो खिचेर चाहिँ हामी ओह्रालो जाने तर्खरमा कस्तो कुरा हो बादल पारेको त्यसो ल तेन्जिङ चढेर हामी फर्किँदै गरेको ल आज चाहिँ हामी अलिकति ढिलो भएको भए यस्तो खतम हुन्थेछ वेदर कुहिरो लागेर अहिले यहाँ झर्नुलाई फेरि ओह्रालोमा साह्रो पर्दो रहेछ झर्नु साह्रो यो गोराहरू लामो लामो खुट्टा भएकोलाई चाहिँ साह्रो रहेछ ल 100 मिटर मात्रै छ है अब चाहिँ हामी यहाँनिर आइपुग्नु हाम्रो बस्ने ठाउँमा ओह्रालो झर्नु साह्रो रहेछ केटाहरू आउँदैछ माथि दाइ चाहिँ हाम्रो गाइड हुनुहुन्छ दाइको नाम चाहिँ जेस मगर होइन गेस मगर सरी गेस मगर ल अहिले बिहानको 5:52 भयो हाम्रो डे 5 हामी बिहानै उठेर अहिले सेगोरी हिमाल चढ्नुलाई जानु लागेको हेर्नुहोस् यस्तो दामी देखिँदो रहेछ यो चाहिँ लाङटाङ अनि यता जुन लागिरहेछ हो चारतिर हिमालहरू
हाम्रो स्ट्यान्डिङ ब्रेक सजिलो थियो त्यो यहाँ जुन छ हाम्रो टिलिक्क टल्किरहेको छ हिमाल चाहिँ हामी जाने चाहिँ यहाँ हो यहाँ मान्छेहरू चढ्दैछ कालो कालो छ अनि यहाँको भ्यू चाहिँ यस्तो छ है दामी दामी हाम्रो साथीहरू यहाँनिर क्विक ब्रेक अहिले त घाम लागिरहेछ हामी आएको चाहिँ तेन्जिङ गुम्बा यस्तो छ भ्यू चाहिँ दामी पानी बोतल बोकेको यहाँ चढ्ने हो यति मान्छेहरू जाँदैछन् कालो हाम्रो यहाँ प्रिपेरेसन हुँदैछ सानो प्रिपेरेसन ल जुत्तामा स्पाइक लगाएर चाहिँ अब यहाँबाट चढ्ने माथि कहाँ कहाँ रेडी सबैले राखेर रेडी भयो ल हामी आउनु आइपुग्न थिएँ वरिपरि क्या दामी भ्यू देख्दैछ हामी जाने यही माथि टुप्पोमा सिलगढी ठक्कै लाग्यो रहेछ
5,000 मिटरको उचाइमा फाइनली हामी आइपुग्यो चिप्लो भएछ यहाँ हिउँ पिम्जा चिप्लो रहेछ मान्छे हो क्या सरी हाम्रो साथीहरू आइपुग्यो कन्टिन्यू We are at the top of the Saigori. Bhai, आउनु continue. Wow. Like 1/3 of the way. Any neighbors stuff? How damn difference. हामी चाहिँ टप अफ द सेगोरी यो चाहिँ लाङटाङ हिमालय अनि यहाँ चाहिँ क्लाउड इन्भर्जन छ अनि यो चाहिँ तेन्जिङ गुम्बा बस्ती हो हामी त्यहाँबाट चाहिँ हाम्रो होटल त्यहीँ छ Look at this view. Nice. चारतिर mountain. ल सेगोरी 4,985 meters altitude. यहाँ चाहिँ चट्टसँगले फेरि एक चक्कर लाएर म फेरि त्यही ठाउँमा आएँ. ल यहाँ हामी चाहिँ अहिले फोटो खिच्यौँ त्यहाँदेखि चाहिँ अब चाहिँ
ओह्रालो लाग्ने हावा आउनु थाल्यो यस्तो डरलाग्दो हावा आउनु लाग्यो लसेगुडी चढेर आयो हामी आइयो सट्टै घुमाउनु पर्ला हाम्रो अब यहाँ ब्रेक तल कुनामा ल हेर्नुहोस् यो बादलहरू चाहिँ यति एग्रेसिभ भएर आउँदैछ भरे यसले सबै हिमालहरू तवालो बनाइदिन्छ छोपिदिन्छ अनि केही हेर्नु पाउँदैन धन्दा हामी छिटो गएछौँ आज ल यस्तो ठाउँमा आएर यसरी ब्रेकफास्ट खानु पाउनु भनेको दिस इज लकी इजन्ट इट माई लकी लकी हाम्रो भाइहरूले चाहिँ यहाँ ब्रु पनि बनाउनु हुँदैछ चिया बनाउनुहुन्छ सरी यहाँ भाइहरूले चाहिँ यहाँ ब्रेकफास्ट पार गर्दै हुनुहुन्छ बिचरा हाम्रो भाइहरूले यहाँनिर बोकेर ल्याउनु भएको यत्रो टाढो भाइहरूलाई धेरै धेरै धन्यवाद बोकेर ल्याइदिनु भयो यहाँसम्म रमाइलो भयो एकदम एकदम यो पिकनिक टाइपको पनि भयो होइन यता हेऱ्यो भने क्लाउड इन्भर्जन यता छ Wow, look at this. ल हामी चाहिँ सेकुरी चढेर ओह्रालो लाग्दैछौँ हाम्रो साथीहरू चाहिँ माथि साह्रो परेछ ओह्रालो झर्नु साह्रो उकालो चढ्नु पनि साह्रो ओह्रालो झर्नु साह्रो वाउ हामी चढेको हिमाल चाहिँ 4985 मिटर्स हो फर्स्ट टाइम हो लाइफमा यहाँ क्लाउड इन्भर्जन यस्तो टाइम देखेको छ यार यो देख्दा आनन्द हुन्छ यार मन पुरा लभली हुन्छ यस्तो दामी देखेको छ बादल कस्तो राम्रो कस्तो राम्रो कस्तो राम्रो I'm so happy. साह्रै खुसी ल अहिले हामी बादलभित्र पस्यो अघि माथिबाट देख्दै थियो बादल अहिले चाहिँ हामी पस्यो है बादलभित्र आमामा ए हाम्रो साथीहरूलाई छोप्यो त्यही आउँदैछ हामी चाहिँ भाइहरूसँग अगाडि अगाडि गफ गर्दै आएको कहाँ हरायो केटाहरू मान्नेलाई चाहिँ हावाको पङ्खाले घुमाएर चाहिँ यहाँभित्र हामी चाहिँ फाइनली अहिले चाहिँ यहाँनिर तेन्जिङ गुम्बामा आइपुग्यो हामीलाई चाहिँ होटलको ओनरले प्रत्येकलाई खादा लगाइदिएर बिदाई गर्नुभयो होटलबाट ल अहिले चाहिँ हामी
केन्जी गुम्बाबाट बिदाई भएर लाग्दैछौँ ओह्रालो। यस्तो छ यहाँको भ्यूहरू। Okay, good. यहाँ चाहिँ हामी लाङटाङ आइपुग्यौँ। लाङटाङमा फेरि हाम्रो साउजी र होटेलको मालिक साउजी र साउनीले चाहिँ बोलाउनु भयो हामीलाई, अनि हामीलाई फेरि खदा लगाएर बिदाई गर्नुभयो त्यहाँबाट। बुद्ध गेस्ट हाउस। ल आजको रात यहाँ बित्छ हाम्रो। हामी आइपुग्यो सर्लक्कै। राम्रो छ बस्ने ठाउँ। यहाँ बप्सुकुटी उहाँहरूले ल्याउनु भएको काठमाडौँबाट है। सरसरको घाडा गुडुक होइन बप्सुकुटी। दामी छ। एक चाउमिन तपाईँको? एक नुडल्स चाउमिन। एक नुडल्स यो हो। दुईटामा कि भाइको कति छ? अब गर्मी नभएको जस्तै हामी आउँदा यहाँ लामा होटलमा बस्ने प्लान थियो, तर हामी चाहिँ शेर्पा गाउँमा बस्यो भने त है ओरिजिनली फर्स्टमा प्लान चाहिँ त्यो थियो लामा होटलमा। यो ठाउँमा होटल भएर सजिलो क्या है है मान्छेहरूलाई आवाज जावत सुविधा। ए यहाँनिर पालको पैसा तिर्छ हामी। हजुर एउटा पालको 10 रुपैयाँ, पछि 50 रुपैयाँ यस्तो। 10 रुपैयाँ 20 रुपैयाँ गरेर एउटा पाल लगाएर तर यो पछि डेभलप हुँदै गएको होइन? हजुर थपिँदै हजुर। क्याम्पिङ गर्ने मात्रै हो। लामा होटलले चाहिँ पहिला के हो चिया फुलेर रक्सी यस्तो यस्तै बेच्ने। हजुर अनि क्याम्पिङको पैसा उठाउने हजुर। पाल एउटा पालबाट 10 रुपैयाँ। नमस्ते। खोलाको किनारै लाङटाङ खोलाको किनारै
पहिला क्या फुल हल्लाएको देखेर क्या टेन्जर कराउँछ नि ल है लाङटाङ खोलाको राम्रो पुल रहेछ है ल ठिक छ ल अहिले चाहिँ हामी पेम्बो भन्ने ठाउँमा आइपुग्यौँ यहाँ पनि सानो सानो होटलहरू लजहरू रहेछ अहिले माथि पाहाड चिकनहरू 5 घन्टा हिँडेर चाहिँ यहाँ आइपुग्यो माथि लाङटाङ भ्यालीबाट खै त यहाँ चाहिँ वाटर ब्रेक त यहाँ चाहिँ वाटर ब्रेक हो वाटर ब्रेक वाटर ब्रेक बोइज 10 मिनट फ्रेस रहेछ यार होइन कति धेरै हो त्यही लाङटाङ खोलाको तिरमा हो यहाँ चाहिँ बाटो छुट्यो गोसाइकुण्डा यो बाटो यताबाट चाहिँ स्याप्राबेसी अनि यु आर हियर यु आर हियर यहाँनिर उकालो चढ्नु थाल्यो जन्ती हिँडेछ जन्ती कत्रा भिड रहेछ तल चाहिँ पुल छ पुलबाट हामी तरेर पारिपट्टि जाने यस्तो
यो चाहिँ लामो रहेछ। यो चाहिँ यस्तो बुनेर बेच्नु हुँदो रहेछ। हजुर यहाँ दिदीले बुन्नुहुन्छ। के बुन्नु भएको दिदी हो? हजुर के भन्छ यसलाई? पेटी उहाँहरूले पेटी भन्छ। पेटी हजुर। तपाईँको भाषामा? हाम्रो भाषामा चुमाइदा सुमेदा फाम्रो हाम्रो सीमा भनेको के भन्ने भनेको नि ओके। फाम्रो भनेको ल यहाँ थुप्रो बुन्नु भएको रहेछ। खै अब बुनेर बुनेको कहाँ कहाँ पुगिसक्यो। अब यहाँ छ के बनाउने हो यो चाहिँ? यो पेटी पेटी बनाउने? हजुर बेल्ट है यसको? ल ल यहाँ चाहिँ गुराँस मात्रै बोलिरहेको छ। हामी जाने यहाँ माथि। ल फाइनली हामी चाहिँ आउन आँट्यो है ठुलो स्याप्रो। त्यो चाहिँ त्यहाँ हो, निकै ठुलो गाउँ रहेछ। यहाँबाट चाहिँ हामी चाहिँ भोलि चाहिँ गोसाइकुण्डाको यात्रा सुरु हुन्छ। उकालोले शेष पार्यो। यो चाहिँ होटल नमस्ते। नमस्ते टासी डेले। नमस्ते नमस्ते। ठुलो होटलहरू रहेछ। होटल हिमालयन अरे यहाँ म्यासिभ रहेछ, ठुलो रहेछ। ल होटल लाङटाङ भ्यू। नमस्ते नमस्ते। स्याप्रो ठुलो स्याप्रो सरी म आइपुगेँ तल। हजुर ल फाइनल आइपुग्यो नि त। हाम्रो झोलाहरू यहाँ अलरेडी डम्पअप भएछ। Everybody happy movement. ल ठुलो स्याप्रोको रुम राम्रो रहेछ होइन? यतिको त नट ब्याड। बाल्कनी पनि रहेछ सट्टै एउटा भ्यू हेर्ने। साउरहरू छन् त। गुड। This looks good. Chicken dal bhat. Thank you for your service. Mixed fried rice? Yes. Oh. 1948. Chicken